ल है मित्रहरू सबैजनालाई मेरो अनुरोध छ, तपाईहरू विशेष गरी यो सुकुम्बासी अव्यवस्थित भूमिहीन भने जति पनि हुनुहुन्छ नेपालमा, तपाईहरू अब सङ्गठित हुनुपर्छ है। तपाईहरू सङ्गठित भएर रहनु भएन भने बेहाल बन्ने स्थिति आउँछ र सङ्गठित बन्नु होला। म चाहिँ त्यो भन्न चाहन्छु। अहिले जे देख्दै हुनुहुन्छ सरकारको नीति निको छैन, चाला निको छैन। शुक्रबार बेलुका माइकिङ हुन्छ अनि अब शनिबार र आइतबार छुट्टी बनाएको छ। यो के को लागि बनायो भन्ने बारेमा धेरैले सोचिरहेको थियो। अब यो खालको पनि देखियो कि शुक्रबार बेलुका माइकिङ हुन्छ, जहाँ पनि हुनसक्छ है त्यो, हैन? अहिले एक दुईवटा सहरमा देखिएको छ त्यो, जहाँ पनि हुनसक्छ। अनि शुक्रबार बेलुकी माइकिङ हुन्छ, बिहान शनिबार बिहानदेखि घर भत्काउन आउँछन् साथीहरू। अनि त्यस पछाडि आइतबार बेलुकासम्म भत्किसक्छ। अदालत जाने, रिट लाउने, होइन, स्टे अर्डर ल्याउने, मानव अधिकार के भन्नेतिर जाने समय पनि हुँदैन। त्यो खालको स्थिति छ। सङ्गठित रहनु होला, म त त्यही सल्लाह दिन्छु। तपाईहरु सबैजना सङ्गठित रहनु होला। जे पनि हुन सक्ने खालको स्थिति छ है देशमा। मैले भनेको कुरा अलिक तितो लाग्छ, तर बुझ्यो भने सही हुन्छ। मैले भन्ने कुरा कुनै पनि गलत हुँदैन, विचार गर्नु है। ल, त्यो भन्न चाहन्छु सबैलाई। नमस्कार छ। जय होस्। तपाईहरुको चुपचाप लाग्यो।